राज भण्डारी मम्मीको घरमा रिबन मेसिन चाहिँ फिट गरेको छौँ। ल नमस्कार मामु। ल आज हजुरको घरमा रिबन मेसिन यसरी हामीले जोडेका छौँ। हजुरलाई कस्तो लागिरहेछ मामु? धेरै खुसी लागेको छ। धेरै खुसी लागेको छ। अनि आज मेसिन घर हजुरको आइपुग्यो आज 1 गतेको दिन होइन। नयाँ सामग्री हजुरले घरमा यसरी राख्नु भएको छ। अनि पहिला हजुर लाइफ हाउस त जानुहुने भएको थियो, के समस्या लिएर चाहिँ लाइफ हाउस जानुभएको थियो नि मामु? मुख्य एलर्जीको समस्या हो। हजुर हजुर, त्यसैको लागि म गएको। हजुर, अब त्यो अलिक कम भएर आउँदैछ। हजुर हजुर। अब यो चाहिँ नि घरमा राखेपछि दिल्ली गर्न पाउँदा चाहिँ नि मलाई एलर्जी अरू फेरि फर्किँदैन कि भन्ने आशले म ल एलर्जीको समस्या लिएर चाहिँ हाम्रो लाइफ हाउस आउनु भएको थियो है। अनि हुन त हजुरले त्यहाँ पनि थेरापी त गरिराख्नु भएको थियो मामु होइन। यो मेसिन चाहिँ घरमै लानु पर्यो भनेर चाहिँ कसरी बुझ्नुभयो नि हजुरले? अब यसले रोगपट्टा लगाएर उपचार पनि गर्ने अनि रोकथाम पनि गर्ने होइन। अब उमेर गइसकेपछि त आफू पनि नसक्ने भएर आउँछ। यसले चाहिँ नि रोकथाम गर्ने भएर पछि आफू उमेर गइसकेपछि पनि स्वस्थ रहनका लागि मैले लिनु भएको है। ल अनि पैसा त छैन होइन। अब आफूले धेरै पहिलादेखि 15-16 वर्षदेखि अलिअलि गरेर जम्मा पारेको त्यो आयो। अनि त्यसले कारणले यो चाहिँ नि पछिसम्म सबै परिवारलाई पनि हुने रहेछ भन्ने लागेर अनि त्यो पैसा चाहिँ अरू ठाउँमा युज नगरिकन यसमा मैले सदुपयोग गरेँ आफ्नो स्वास्थ्यको लागि चाहिँ। हजुरले बाबालाई कस्तो लागिरहेछ बाबा? आज हजुरको घरमा रिबन मेसिन आएको छ। ह्याप्पी न्यू इयर। हजुर यसलाई घरमा भित्राएर नै मैले न्यू इयर मनाएँ। अल्लाह अहिले चाहिँ मेरो नाम आउनुभएको। हजुर पाउन जस्तो लाग्यो। हजुर ल खुसी हुनुहुन्छ बाबा? धेरै खुसी लाग्यो। ल अनि यो भिडियो हेरेर बस्नुहुने आमा बुवाहरूलाई के भन्न चाहनुहुन्छ नि मम्मी बाबा? अब यो मेसिन धेरै राम्रो हो। आफ्नो परिवारलाई पनि हुने, आफूलाई पनि हुने। अरू चिजहरू किन्यो भने आफूलाई मात्रै हुन्छ होइन। यो त सबै परिवार। अब अहिले पछि आफू भन्नापछि पनि आफ्नो नाति नदिने होइन। अब नाति कसलाईसम्म पनि हुने चिज भयो। अब यो एकचोटि लगानी गरेपछि त धेरैलाई युज हुने भयो नि त। अब हामीले लुगा किन, गहना किन आफूलाई मात्रै हुने भयो। अरू सामान किन आफूलाई मात्रै हुने भयो। यो हामीले यो किन्दा त हामी त सबै परिवारलाई भयो नि। हामी त अब बस्ने भनेकै परिवारसँग हो होइन। एक्लै त कहिले पनि बसिँदैन। परिवार स्वस्थ राम्रो सुख भयो भने त राम्रो हुन्छ। ल कस्तो राम्रो कुरा गरिदिनु भएको छ। आफू सँगसँगै मेरो परिवारको लागि पनि हुन्छ भनेर चाहिँ एकचोटिको लगानी चाहिँ सही ठाउँमा लगानी लगाएको छु भनेर खुसी पनि हुनुभएको छ। अनि यसरी 15 बल आफैसँग हुँदा चाहिँ कस्तो लागिरहेछ नि मामु? धेरै रमाइलो छ। यो त नपाउने जस्तो लाग्थ्यो त पछि त पाइयो। धेरै खुसी भयो होइन। यो पाएको खुसी चाहिँ नि अलिसा मामलाई धेरै धन्यवाद भनेर भन्न चाहन्छु म। उहाँकै मेहनतले त होला यो पाएको। हजुर हजुर। ल